के तपाईँहरूले यस्तो सोच्नुभएको छ किन होला हामी वित्तीय रूपमा सक्षम हुन सकेनौँ? किन हाम्रो आर्थिक अवस्था सुदृढ नभएको होला? यदि तपाईँहरूले यस्तो सोच्नुभएको छ भने यो भिडियो तपाईँहरूको लागि उपयुक्त हुन सक्छ। नमस्ते, इफिल विथ मिस्टर पाण्डेमा तपाईँहरूलाई स्वागत छ। आउनुहोस्, आज म तपाईँहरूलाई किन हामी आर्थिक रूपमा समृद्ध हुन सकेनौँ, किन हाम्रो आर्थिक अवस्थामा सुधार हुन सकेन भन्ने कुराको जानकारी दिन चाहन्छु। कृपया भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला। नम्बर 1, ल्याक अफ फाइनेन्सियल एजुकेसन। वित्तीय शिक्षाको अभावले गर्दा हामीहरू पैसा कसरी कमाउने, कमाएको पैसा के कति खर्च गर्ने, बचत के कति गर्ने र भविष्यको लागि कस्तो योजना निर्माण गर्ने भन्ने कुरामा अनभिज्ञ भयौँ। फाइनेन्सियल एजुकेसनको अभावले गर्दा हामीले गलत डिसिजनहरू गर्न पुगिरहेका छौँ, जस्तो अत्याधिक खर्च गर्नु, अनावश्यक ऋण लिनु, भविष्यको लागि इमर्जेन्सी फन्ड निर्माण नगर्नु, लगानीका अवसरहरू गुमाउनु। हामीले यी वित्तीय शिक्षा सम्बन्धी कुराहरू घर वा विद्यालयमा सिक्न नपाएको हुनाले आफ्नै अनुभव र गल्तीहरूबाट सिक्यौँ, जुन सिकाइ धेरै ढिला भयो, जसले गर्दा हामीले पैसाको सही तरिकाले व्यवस्थापन गर्न सकेनौँ र वित्तीय रूपमा सक्षम हुन सकेनौँ। नम्बर 2, लो इन्कम। न्यूनतम तलब, बेरोजगारी, शिक्षा र सिपको कमी, अवसरको अभाव, आर्थिक असमानता लगायतका कारणले गर्दा हाम्रो आम्दानी निकै कम रहेको छ। त्यही आम्दानी पनि हामीले हाम्रो बेसिक निड्स पुरा गर्नमा नै खर्च गरिरहेका हुन्छौँ। हामीमध्ये कतिपयले यस्तो पनि सोचिरहेका हुन्छौँ, यति थोरै आम्दानी छ के बचत गर्ने, कति बचत गर्ने, यति थोरै बचत गरेर नि के हुन्छ र हामीले यस्तो सोचिरहेका हुन्छौँ। यस्तै सोचले गर्दा हामी बचत गर्नबाट पछाडि परिरहेका हुन्छौँ। नम्बर 3, पुअर फाइनेन्सियल ह्याबिट्स। हाम्रो पुअर फाइनेन्सियल ह्याबिट्सले गर्दा हामीले आम्दानी, खर्च र बचतको सही व्यवस्थापन गर्न सकिरहेका छैनौँ। हामीले ओभर स्पेन्डिङ गरिरहेका छौँ, आफ्नो आम्दानीभन्दा खर्च बढी गरिरहेका छौँ। विशेष गरी हामीहरूले अनप्लान स्पेन्डिङ बढी गरिरहेका छौँ, अर्थात् योजनाविहीन खर्च बढी गरिरहेका छौँ। उदाहरणको लागि, तपाईँ एउटा सामान किन्न पसल जानुहुन्छ, बजार जानुहुन्छ, तर तपाईँले घर फर्किँदा 5वटा सामान बोकेर आउनुहुन्छ। यो तपाईँको अनप्लान्ड स्पेन्डिङ हो। जस्तो हामीले 50% अफ देख्छौँ, हामीले त्यहाँ किनिहाल्छौँ। फेसबुक, टिकटक, दराज अर्थात् कुनै पनि सोसल मिडियामा हामीले कुनै सामान मन पार्छौँ, हामीले तुरुन्त अर्डर गरिहाल्छौँ। बारम्बार सानो सानो खर्चहरू गरिरहेका हुन्छौँ। यो हाम्रो योजनाविहीन खर्च हो। यसले हाम्रो बचत घटाउँछ र आर्थिक तनाव निम्त्याउँछ, जसबाट हामी थप गरिबीतर्फ धकेलिरहेका हुन्छौँ। नम्बर 4, कल्चरल एन्ड सोसल प्रेसर। हाम्रो आर्थिक अवस्थामा सुधार नआउनुको मुख्य कारण भनेको नै कल्चरल एन्ड सोसल प्रेसर हो। हामीले समाज, परिवार, परम्परा वा साथीहरूको प्रभावको कारण आफ्नो इच्छा वा क्षमताभन्दा बाहिर गएर खर्च गरिरहेका हुन्छौँ। जस्तो चाडपर्वमा अत्याधिक खर्च गर्नु, विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्यमा सामाजिक प्रतिष्ठा देखाउन अत्याधिक खर्च गर्नु, साथी वा छिमेकीसँग तुलना गरेर उनीहरूको जस्तै जीवनशैली अपनाउने प्रयास गर्नु, समाजले के भन्छ भनेर आफ्नो क्षमताभन्दा बढी खर्च गर्नु, साथीहरूको दबाव र प्रभावमा परेर महँगो रेस्टुरेन्टमा जानु, यात्रा गर्नु, पार्टीमा सहभागी हुनु। यस्ता कार्यहरूले गर्दा हाम्रो अनावश्यक खर्च बढ्न जान्छ, बचत घट्छ, ऋण लिनुपर्ने अवस्था आउँछ र हामी आर्थिक रूपमा कमजोर हुँदै जान्छौँ। आर्थिक अवस्था झन् कमजोर हुँदै जान्छ। नम्बर 5, नो क्लियर फाइनेन्सियल गोल्स। हाम्रो आर्थिक अवस्थामा कुनै सुधार नआउनुको अर्को कारण भनेको हाम्रो आर्थिक लक्ष्य स्पष्ट नहुनु हो। आर्थिक लक्ष्य स्पष्ट नहुँदा पैसा दिशाहीन हुन्छ। भविष्यको लागि पैसा कहाँ, किन र कति प्रयोग गर्ने भन्ने योजना नहुँदा पैसा छिट्टै सकिन्छ, बचत हुँदैन, आर्थिक असुरक्षा बढ्छ, जसले गर्दा हाम्रो आर्थिक अवस्था कमजोर हुँदै जान्छ। नम्बर 6, फोकस अन सर्ट टर्म ह्याप्पिनेस। हामीहरूमध्ये धेरैले तुरुन्तै खुसी पाउनका लागि खर्च गरिहाल्छौँ, जसले गर्दा केही समय मात्रै आनन्द मिल्छ,
जस्तै उदाहरणको लागि महँगो सामान तुरुन्त किन्छौँ, क्षणिक रमाइलोको लागि घुमफिर गर्छौँ, महँगो रेस्टुरेन्टमा खाना खान जान्छौँ, साथीहरूसँग अत्याधिक खर्च गर्छौँ। परिणामस्वरूप खर्च बढ्छ, बचत घट्छ, ऋणको भार बढ्दै जान्छ र भविष्य असुरक्षित हुन्छ। परिणामस्वरूप आर्थिक अवस्था अधोगतितर्फ जान्छ। नम्बर 7, निड भर्सेस वान्ट्स। तपाईँ हामीहरूमध्ये धेरैले आवश्यकता र चाहनाबीचको फरक बुझ्न सकेनौँ। आवश्यकताभन्दा चाहनामा ध्यान दियौँ। बाँच्न र दैनिक जीवन चलाउन चाहिने चिजहरू जस्तै खाना, नाना, छाना, शिक्षा, स्वास्थ्य, यी आवश्यकताका चिजहरूमा हामीले खर्च नगरिकन चाहना पुरा गर्नको लागि महँगो मोबाइल, ब्रान्डेड लुगा, मनोरञ्जन र विलासिताका सामानहरूमा बढी पैसा खर्च गरौँ, जसले गर्दा हाम्रो बचत कम हुँदै गयो, ऋणको भार बढ्दै गयो। नम्बर 8, नेगेटिभ एजम्सन अबाउट मनी। तपाईँ हामी हुर्केको समाजमा पैसाप्रति एकदमै नकारात्मक धारणा स्थापित छ। जस्तै धनी हुनु भनेको लोभी हुनु हो, पैसा कमाउन कठिन छ, सबैको लागि सम्भव छैन, भाग्यले मात्र पैसा आउँछ, मेहनतले होइन, पैसा मात्र ठुलो कुरा होइन, पैसा हातको मैला हो, आज आउँछ भोलि जान्छ। यस्ता किसिमका नकारात्मक मान्यताहरू हाम्रो समाजमा स्थापित भएको हुनाले हामी पनि पैसा कमाउनको लागि केन्द्रित भएनौँ, लगानीमा ध्यान दिएनौँ, आत्मविश्वास घट्न पुग्यो, आम्दानी बढाउने प्रयास गरिएन, जसले गर्दा आर्थिक प्रगति रोकिन पुग्यो र हाम्रो अवस्थामा कुनै सुधार आउन सकेन, आर्थिक रूपमा सुदृढ हुन सकेन। माथि उल्लेखित यिनै 8 कारणहरूले गर्दा हामी आर्थिक रूपमा कमजोर हुन पुग्यौँ, हाम्रो आर्थिक अवस्थामा सुधार आउन सकेन। अब म तपाईहरूलाई आगामी भिडियोमा हामीले हाम्रो आर्थिक अवस्थामा कसरी सुधार ल्याउने, अर्थात् हामीले आफ्नो व्यक्तिगत वित्त व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा तपाईहरूलाई जानकारी दिनेछु। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धन्यवाद। तपाईहरूलाई भिडियो मन परेको भए आफ्नो साथीहरूलाई सेयर गरिदिनु होला। तपाईहरूको आर्थिक अवस्थामा सुधार आओस्, आर्थिक अवस्था सुदृढ हुँदै जाओस्। शुभकामना। धन्यवाद।